यो हुन्छ नि त जक्सन हुन्छ नि त त्यही हो क्या अर्को त भिसिरी अग्लो रहेछ नि त नि के पहाड यस्तो हिँड्नुपर्छ अझै कति अग्लोको अग्लो उतै उतै हिँड्दै यो गरेर पनि ल यो त यहाँ मेन ठाउँमा के अरे ऊ ठाउँमा मात्रै आएको हामी यहाँसम्म मात्रै अलिकति माथि गएर फर्केको दारु खाएर अनि धेरै छ क्या माथि दारु पाइन्न केही पाइन्न होला खै हामी गएर केही पनि पाएको छैन माथि होला त्यो त एक्लै हिँड्छ यो बिचरा एक्लै त यस्तो के मजै लाग्नु क्या यस्तो हिँड्ने ठाउँमा एक्लै हिँड्ने त के नि यसो बोल्ने त हुनु ए यो त यता यस्तो रहेछ यता यस्तो रहेछ भन्ने मान्छे होस् कि होइन कोही त नअटाएर पनि एक्लै बसेर पनि हुनसक्छ नि तिनजनामा हाम्रो पनि अटा थिएन प्रदीप र कपिल म र गैरे मामा अनि किन अटाएन एकजना अटाउँथ्यो खालि जाने बेला त म र गैरे मामा पनि होइन अझ म र सुरज बरो बसेको 7 जना थियौँ क्या हामी 7 जना 6 जना अनि एकजना 3 जना बस्नु नमिल्ने कि बच्चा बच्ची हुनु पर्यो सिन चाहिँ भयो होला हाम्रो चाहिँ 網の下に落とされますと見つからなくなりますので、落とし物には十分お気をつけください。続いてリフトの折り方についてご案内いたします。 वान वे काटेर अनि यत्रो झर्न कम हुन्छ होला है के रे वान वे काटेर अनि त झर्न कम हुन्छ होला त नि कहाँ गर्छ नि अब त्यति उक्लिँदाखेरि खुट्टाले कस्तरी थाहा भयो भइसक्यो पानी आएको दिन त यो त मजा त आउन्न फेरि घुम्न किन भिजिन्छ होला यहाँ अनि यस्तो घुम्न पनि के पानी आउँदाखेरि आउँदैन म त मजै आउँछ हुन्छ हाउ टु गेट अप सियरली फाइनली हामी झर्ने ठाउँमा आएको छ गाजहरू कस्तो मजा आयो नि यहाँ घाँस सास है सर्लक्क बनाएको है म त चेक गरेछु यार गाइस फाइनली हामी झर्ने ठाउँमा आएको छ क्यामेरा नखिच भन्ने चाहिँ कहाँ हो